हेलो गाइज, वेलकम टु माई ब्लग च्यानल। हजुरलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ हामी स्कुलदेखि घर जाँदैछौँ। अब बाटोदेखिको हजुरलाई घरसम्मको ब्लग देखाउने नै छु। हजुर चाहिँ जोडिएर बस्नु होला। भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज। हाम्रो गाउँको बाटो यही हेर्नुहोस्, यस्तो खतरा छ है। खतरा के भन्ने हो र गाइज, यो पुरानो बाटो हो। हामी चाहिँ अब जाँदैछौँ। अब 5-10 मिनटमा हामी चाहिँ घर पुग्ने वाला छौँ गाइज। हेर्नुहोस् यहाँबाट हाम्रो गाउँदेखि भ्यू कस्तो दामी मजा आइरहेछ। हेर्नुहोस् है गाइज, तलतिर खेतहरू, माथितिर हिमाल पहाड सब देखिरहेछ है गाइज। चाहिँ हाम्रो मेन रोड है गाइज। हेर्नुहोस्, यो चाहिँ हाम्रो मेन रोड। अघि आएको पुरानो बाटो हो, यो चाहिँ अब हाम्रो मेन रोड पऱ्यो गाइज। हामी चाहिँ यहाँदेखि आधा बाटो हिँडिसक्यौँ। अब आधा बाटो चाहिँ मेन बाटो नै हिँड्नु पर्ने छ। हामी चाहिँ जाँदैछौँ है गाइज घरतिर। अब चाहिँ घर पुग्नेवाला नि छौँ। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। यता हेर्नुहोस्, यो झाडीहरू कस्तो दामी देखिरहेको छ भ्यू हाम्रो गाउँतिरको। कसैलाई मनपर्छ भने घुम्नतिर आइजानु है, चौजारतिर। हाम्रो नजिकतिर हुनुहुन्छ भने कसैले कमेन्टमा चौजारदेखि हेर्नुहुन्छ भने हाम्रो वडा कति हो त्यो चाहिँ भनिदिनु होला है गाइज। हजुरले यो हाम्रो भिडियो कहाँदेखि हेर्नुहुन्छ कमेन्ट गर्नु होला गाइज। हामी हजुरहरूको गाउँमा आएर भिडियो बनाउने प्रयास गर्ने नै छौँ। यो चाहिँ हाम्रो रोड हेर्नुहोस्, रोडको हालत गाइज। पुरानो रोड भन्दा त यो विकास नै भएको छ यो वर्ष, पोहोर सालको भन्दा गाइज। अब हामी चाहिँ घर पुगेपछि देखाउने छौँ के कस्तो हुनेछ। राम्रो लाग्छ भने कमेन्ट चाहिँ अवश्य गरिदिनु होला, लाइक कमेन्ट सेयर गाइज है। गाइज हामी चाहिँ अब घर पुग्न आँटिसकेका छौँ। भन्दा पनि पुगिसक्यौँ। हजुरलाई अब घर चाहिँ कस्तो देखाउने छौँ है, जोडिएर बस्नु होला। फाइनली घर पुग्यो। गुड बाई।